नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं हेडलाइन्सबाट। आफू पहिचान र अधिकारको मुद्दा नछाडेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। नयाँ सरकार गठनका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने कांग्रेस नेता सिंहको जिकिर। राष्ट्रपति विद्या भण्डारी भोलि बंगलादेशको भ्रमणमा जाँदै। काठमाडौँको कलंकी स्थित सडक पेटीमा सुतिरहेका एकजनाको ढुङ्गा हानेर हत्या। र भारतमा फेरि कोरोना संक्रमण बढ्दै एकै दिनमा 44,000 संक्रमित थपिए। अब समाचार विस्तारमा। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिचान र अधिकारको मुद्दा नछाडेको बताउनु भएको छ। आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिस टाडामा दलित मुक्ति मोर्चाद्वारा आयोजित 56औं अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस 21 मार्च र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयको अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले अधिकार र पहिचानको मुद्दा नछाडेको बताउनु भएको हो। दलित र महिलालाई विशेष अधिकार दिनका लागि आफूले पहल गरेको उहाँको भनाइ छ। विशेषाधिकार बिना महिला र दलितहरूको वास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइनटमा नै नोट अफ डिसेन्ट राखी भविष्यमा यसको निमित्त आन्दोलन गर्ने बाटो खुला राखेको भए पनि आफूले मुद्दा छाडेको भनी प्रचार भएको उहाँको भनाइ छ। प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निमित्त लड्ने नीति लिएको भन्दै विशेषाधिकार र पहिचानको मुद्दा नछाडेको स्पष्ट पार्नुभयो। जति लिने र बाँकी अधिकार संविधानले त्यहाँ चाहिँ उनीहरूलाई क्षतिपूर्ति स्वरूप हिजो गरेको अन्याय, हिजो गरेको अत्याचार र विभेदको क्षतिपूर्तिका रूपमा चाहिँ समान रूपले अवसरको सदुपयोग गर्ने स्थिति नबन्दासम्मको लागि विशेषाधिकार दिनुपर्ने हुन्छ दलित र महिलालाई भनेको हुनाले त्यो विशेषाधिकारको कुरा हुन त साथीहरूले यहाँ उठाउनु भयो, पार्टी एकतापछि छोडियो कि भनेर त्यहाँ विवाद भएकै हो। तर मैले भन्दा म के भन्छु भने अध्यक्ष प्रचण्डले संविधानमा दलित, महिला, मधेसी, आदिवासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरे कारण संविधान च्यात्न लागेको बताउनुभयो। नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी विदेशीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिद्ध्याउन खोजेको पनि उहाँले आरोप लगाउनुभयो। अधिकार नेपाली जनताले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष प्रचण्डको भनाइ छ। दलित, आदिवासी, जनजाति, श्रमिक लगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उहाँले त्यसको विरुद्धमा आफू बाचुन्जेल लड्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता प्रकाश मान सिंहले नयाँ सरकार गठनका निमित्त प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताउनु भएको छ। आइतबार चक्सीबारी स्थित आफ्नै निवासमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरेका कार्यकर्ताहरूलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निमित्त प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भएको हो। प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको उहाँको भनाइ छ। माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्याङ्कनको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उहाँले बताउनुभयो। खास गरेर यो अनैतिक सरकार, यो नैतिकताको चाहिँ न्यूनतम रूपमा पनि यो सरकारले चाहिँ आफूले चाहिँ त्यो राजनीतिमा देखाउनु पर्ने, दर्शाउन सक्नुपर्ने कुरा चाहिँ प्रधानमन्त्रीले चाहिँ राजीनामा दिएर चाहिँ गर्नुपर्नेमा नगरेको र अहिले चाहिँ खास गरेर फेरि चाहिँ अब यो चाहिँ जुन भनौँ न नेकपाको एकता केन्द्र होइन, माओवादीको एकता केन्द्रले चाहिँ फेरि चाहिँ समर्थन अहिलेसम्म पनि फिर्ता लिन नसकेको र चाहिँ जुन भनौँ न अब चाहिँ यो चाहिँ जनता समाजवादी पार्टीले पनि पार्टीबाट चाहिँ यो चाहिँ अनैतिक सरकारको राजीनामा गराउनुको लागि भनौँ न अब चाहिँ प्रमुख प्रतिपक्षी दल कांग्रेसले अब हामी त तयार छौँ, तर कुरा के हो भन्दाखेरि संख्या नपुग्दैमा यो चाहिँ खाली चाहिँ नेता सिंहले कम्युनिस्ट पार्टीले जनताले 5 वर्षका लागि दिएको म्यान्डेट पूरा गर्न नसकेको बताउनुभयो। देशलाई अस्थिरताबाट बचाउन सबै दलहरू निकास दिनुपर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसर पारेर मानवाधिकार तथा शान्ति समाजले आइतबार काठमाडौँको बौद्धमा प्रदर्शन गरेको छ।
जातीय विभेदको जड दण्डहीनता भएकाले दण्डहीनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाव स्वरूप प्रदर्शन गरिएको शान्ति समाज काठमाडौँले जनाएको छ। दलित अधिकार, मानव अधिकार, सबैका लागि सबै अधिकार, जातीय विभेद अपराध हो, छुवाछुत अन्त गरौँ, मानव अधिकार रक्षा गरौँ लगायत प्लेकार्ड सहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए। राष्ट्रपति विद्या भण्डारी राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको जहाज मार्फत बङ्गलादेश जाने भएकी छिन्। उनी यही चैत 9 र 10 गते त्यहाँको राजकीय भ्रमण गर्दैछिन्। निगमको जहाज मार्फत राष्ट्रपति सार्क मुलुक बङ्गलादेश प्रस्थान गर्ने उडान तालिका रहेको प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिने। काठमाडौँ बङ्गलादेश उडान अनुमानित 1 घण्टा 30 मिनटको हुनेछ। राष्ट्रपति भण्डारी चैत 10 गते बङ्गलादेशी समयअनुसार अपराह्न 3:45 काठमाडौँ फर्कने उडान तालिका रहेको छ। काठमाडौँको कलङ्कीमा सडक पेटीमा सुतिरहेको एक व्यक्तिको ढुङ्गाले हिर्काएर हत्या भएको छ। आइतबार बिहान काठमाडौँ महानगरपालिका 14 कलङ्की थापा गाउँ स्थित सडक पेटीमा सुतिरहेको अवस्थामा ढुङ्गाले हिर्काएर एक व्यक्तिको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी वरिष्ठ परीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए। मृत्यु हुनेमा कलङ्कीको थापा गाउँ सडक पेटी बस्ने 55 वर्षीय चौधरी भन्ने रहेका छन्। उनको अरू पहिचान खुल्न सकेको छैन। बिरामी भएर काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत नेपाली कङ्ग्रेसका नेता नवीनराज जोशीको परिवारले सरकारले दिने 10 लाख रुपैयाँ सहयोग नलिने घोषणा गरेका छन्। नेता जोशीको स्वकीय सचिव पुष्कर पाण्डे जोशीको परिवारले उक्त रकम नलिने बताएको जनाएका छन्। गत फागुन 14 गते मस्तिष्कघात भएपछि नेता जोशीलाई वीर अस्पताल हुँदै नर्भिकमा भर्ना गरिएको थियो। उनको अहिलेसम्म होस खुलेको छैन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। चैत 6 गते जोशीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका उप प्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले उपचारका लागि 10 लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। प्रदेश 2 मा पछिल्लो 24 घण्टामा 1 जनामा पनि कोरोना भाइरस संक्रमण भेटिएको छैन। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार प्रदेश 2 मा कुल संक्रमितको संख्या 17,213 रहेको छ। अहिलेसम्म प्रदेश 2 मा कोरोना संक्रमणबाट 209 जनाको ज्यान गएको छ। प्रदेश 2 मा 16,984 जना संक्रमण मुक्त भइसकेका छन्। अहिलेसम्म 1,46,722 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 10 वटा स्वाबको नतिजा आउन बाँकी छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कोरोना भाइरसबाट एकै दिनमा झन्डै 44,000 संक्रमित थपिएका छन्। सरकारी अधिकारीहरूले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो 24 घण्टामा भारतमा थप 43,846 जना कोरोना भाइरसबाट संक्रमित थपिएका हुन्। सोही अवधिमा अरू 22,956 जना भने संक्रमण मुक्त भएका छन्। संक्रमण मुक्त भएकाहरू संक्रमणभन्दा संक्रमितहरूको संख्या झन्डै दोब्बर रहेकाले संक्रमित अवस्थामै रहेकाहरूलाई कुल संख्यामा वृद्धि हुँदै गएको छ। भारतमा अहिलेको कुल संख्या 1,15,99,130 पुगेको अधिकारीहरूले जनाएका छन्। अन्त्यमा हेडलाइन्स पुनः एकपटक। आफू पहिचान र अधिकारको मुद्दा नछाडेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई। नयाँ सरकार गठनका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने काङ्ग्रेस नेता सिंहको जिकिर। राष्ट्रपति विद्या भण्डारी भोलि बङ्गलादेशको भ्रमणमा जाँदै। काठमाडौँको कलङ्की स्थित सडक पेटीमा सुतिरहेका एकजनाको ढुङ्गा हानेर हत्या। र भारतमा फेरि कोरोना संक्रमण बढ्दै एकै दिनमा 44,000 संक्रमित थपिए। हस् त अपन न्युज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।